एकै घरका 5 जना सदस्यलाई संस्कारको लागि घरबाट लिएर जाँदै गरिएको छ। रोल्पा थबाङ गाउँपालिकामा जीव दुर्घटनामा ज्यान गुमाइसकेपछि एकै घरका 5 सदस्यको दाह संस्कार लिएर जाँदा गरिसकेको देखेको छ। दर्शकबिनी पूर्वी रुकुमबाट जलजला धार्मिक स्थलमा जाँदै गरेको बस जीव दुर्घटनाबाट यति बेला एकै परिवारका धेरै सदस्यले ज्यान गुमाउनु परेको थियो। यो चाहिँ एउटै घरका 5 जना सदस्यले ज्यान गुमाइसकेपछि यति बेला उहाँहरूको शवलाई दाह संस्कारको लागि लैजाने काम भइरहेको छ। स्थानीय बासिन्दाहरू देख्न सक्नुहुन्छ आफ्नो उपस्थिति छ, धेरैजना बाबु हुनुभएको छ र ब्याकग्राउन्डमा तपाईँले देखिरहनु भएको घर छ। यही घर केही दिन अगाडि मात्रै सुरु गरेको र यही घरको पूजाआजा गरेर उहाँहरू जलजलासम्म जानुभएको थियो धार्मिक कामका लागि। उनका अध्यक्ष एकदमै भावुक देख्नु भएको छ, थाना गर्दै हुनुहुन्छ। अब यो ब्याकग्राउन्डमा देखिएको घर एक्लो भएको छ। यो घरका 1 जना मात्रै सदस्य हुनुहुन्थ्यो जो बाहिर हुनुहुन्छ विदेशमा, र यतिखेर यो घर पूर्ण रूपमा भएको छ। सब एकदमै दुःखद घटना घटेको छ। त्यसरी स्थानीय र टोलीवासीहरूले शोकमा पनि हुनुहुन्छ। केही दिन अगाडि मात्रै यो घरको नयाँ घर खरिद गर्नुभएको थियो उहाँहरूले, अनि जेसी परिवारले गरेको घर खाली भएको छ। केही दिन अगाडि मात्रै खरिद गरेर शान्ति पूजा गरेको र त्यस लगत्तै उहाँहरू चाहिँ धार्मिक स्थल जलजलाको यात्रामा निस्किनु भएको थियो। तर उहाँहरू सदाका लागि अस्ताउनु भयो। त्यो घरबाट फर्किने वातावरण भएन। एकदमै बिजोग खालको दुःखदायी घटना घटेको छ। संसारलाई रुवाउने घटना घटेको छ।